कस्तो के लाग्यो? एकदम डर लागेको थियो। अब टिकट लिन्छु मम्मी भनेको थिएँ। हामी जस्तो अब सर्वसाधारण व्यक्तिले सकिन्न कि अहिलेसम्म न बुवा राजनीतिमा लागेको, म चाहिँ सामान्य सदस्यता चाहिँ लिएको थिएँ। त्यही पनि अहिलेसम्म कोही पनि हाम्रो उसमा खानदानमा राजनीतिमा लागेको हुनुहुन्थेन नि त। त्यसकारण सकिन्न कि टिकट लिने कि नलिने भन्ने थियो। 50% आशा छ हेर मम्मी भन्दै थियो। अब खै कसरी त नि यसलाई गर्ने भन्दा भन्दै टिकट पायो, खुसी लाग्यो, सफल पनि भयो, एकदम खुसी लागेको छ। यो छोराको जितलाई चाहिँ खुसीलाई चाहिँ सबभन्दा पहिला कसरी साट्न चाहनुहुन्छ? अब यस्तो सामान्य परिवारमा पनि यत्रो के अरे ठुलो टिकट पाउनु एकदम खुसीको कुरा छ। अब सफल पनि भयो। अब छोराले चाहिँ के गर्दै हुन्छ जस्तो लाग्छ? छोराले अब सर्वसाधारणदेखि लिएर माथिसम्मको सबैलाई नमाथिकन नआत्तिकन देशकै लागि आफ्नो क्षेत्र नम्बर 2 को मात्र नभएर अब देशकै छोरो भएको छ। एकदम राम्रो काम गरिदियोस्, अगाडि बढिदियोस् भन्ने छ। अनि सुरुमा टिकट ल्याउँदा अब यो जित त अहिले भइसकेको छ, के लाग्छ अब जित हारसँग कसरी अड्कल काट्नु भएको थियो, के गर्नु के थियो? त्यही त अब मैदानमा आइसकेपछि अब जित र हार त हुने नै भयो होइन। त्यसैको लागि नै अब आएको हो। अब हार भए पनि अब स्वीकारौँला, जित भइहाल्यो, झन् खुसी लाग्यो। छोराले जित्छ भन्ने चाहिँ कति बेलाबाट लाग्यो तपाईँलाई भन्नु त? अब छोराले जित्छ भन्ने चाहिँ अब सबै साथीहरू आउनुभयो होइन। हजुरको छोरा एकदम पढे लेखेका छन्, त्यस्तिकै टिकट पाएको होइन, यिनले केही गर्छन्, तिनलाई हामीले जिताउँछौँ, साथ सपोर्ट गर्छौँ, हजुर नहातिनु भनेर साथीहरूले पनि एकदम सहयोग गर्नुभयो। अनि त्यति बेला चाहिँ अब यो उसको लहर पनि छ यति बेला के अरे यो रासोपाको अवश्य जितिन्छ मम्मी नहातिनु भनेर सबै साथीहरूको सपोर्ट, दया, माया सबैको सहयोग पाएर नै सफल भयो। बुवाको प्रतिक्रिया कस्तो लाग्छ हजुरलाई चाहिँ? मलाई एकदमै रमाइलो खुसी लागेको छ। यहाँभन्दा खुसी सीमै छैन। मलाई खुसीको धेरै खुसी लागेको छ। अब छोराले अब विदेश गएका नेपालीहरूको लागि के गरिदियो हुन्थ्यो भन्ने लाग्छ? कता कता मैले हामीले सुन्नमा आएको थियो तपाईँ पनि अब विदेश जाने तर्फमा हुनुहुन्थ्यो अरे भन्ने कुरा होइन। के लाग्छ तपाईँलाई भन्नु त? के गरिदियो हुन्थ्यो छोराले? म पनि विदेश बसेको धेरै वर्ष भयो। विदेशमा जानेहरूलाई त्यत्तिकै पीडा हुन्छ, घरको लागि पनि त्यत्तिकै पीडा हुन्छ। त्यसो भए सबै विदेश गएका जातिलाई विदेश जान नपरोस् भन्ने वातावरण बनाइदिनु भन्ने एउटा छोरो जन्मिएको छ, त्यही गर्लान् भन्ने मेरो धारणा छ। के गरिदियो भने चाहिँ विदेशमा भएका नेपालीहरू नेपालमा प्रार्थना हुन्छ जस्तो लाग्छ? तपाईँ त विदेशमा बसेर आएको हुनुहुन्छ। अब यही नै धेरै फ्याक्ट्रीहरू खुलेको, उद्योग कल कारखानाहरू गुमेको छ। त्यसको लागि फेरि त्यसको लागि गर्दै देखौँ होइन। सबैलाई रोजगारी मिल्थ्यो। त्यसैले चाहिँ